गाइज आज चाहिँ है हाम्रो यो पूर्व पश्चिम राजमार्ग नारायणघाटदेखि हाम्रो बुटोलसम्म दाउनेको बाटोको चाहिँ स्ट्रक्चर कस्तो भएको छ, कस्तो अहिले हाल कस्तो भएको छ, दिवालीतिर चाहिँ भनेर चाहिँ बाटो कस्तो छ, हाम्रो दसैँ तिहारमा घर आउनेको लागि है, तिहार पछाडि आउनेको लागि नि बाटो कस्तो छ भनेर हेर्नुहुने गाइजहरूलाई म दाउनेको बाटोको आज फुल भिडियो देखाउने छु गाइजहरू है। दाउनेको बाटो अहिले यस्तो भएको छ है, बन्ने क्रममा रहेको छ। पछाडि गाडीहरू यस्तो छ हाम्रो दाउनेको। एकदम बाटो चाहिँ बन्ने नि क्रममा छ, कतै बन्दैछ कतै यस्तै छ है। दाउनेको बाटो है हाम्रो यस्तै छ, कुनै ठाउँमा बन्दैछ, एक साइडबाट चल्दैछ गाइजहरू है, यस्तै छ अहिले हाम्रो दाउनेको बाटो है। कालीगण्डकीदेखि लगेर हाम्रो यो के भन्छ यो गाइजहरू, यो हाम्रो पूर्व पश्चिम राजमार्गको मेन हेरेको बाटो यो दाउनेको बाटो हो है। यो पहाड लाइन हुँदै पहाडको एरिया हुँदै जाने बाटो हो हाम्रो दाउनेको बाटो चाहिँ। यो चाहिँ अहिले कतै बन्दैछ कतै होइन बनेको छैन, कुनै बन्दैछ भनेपछि बनेको नि कम्प्लिट भएको छैन है। कुनै बनेको ठाउँबाट एक साइडबाट गाडी कुद्दैछ, कुनै एक साइडबाट बन्दैछ है। दाउनेको बाटो चाहिँ हाम्रो यस्तो छ। आज फुल भिडियो गर्ने छु है म। भरिया दाइले बिसाउने फाडी सयौं जोडी तिमीसँगै बोकै लान्छु तिमीलाई पनि, हातमा समय सैघुटी घुमाइ भगाइ लान्छु रे घमी बोया मुरै। दाउनेको बाटो यस्तो हुँदैछ है। हाम्रो देश विदेशमा रहनु है, हाम्रो दाजुभाइ दिदीबहिनीहरूले हेर्नु होला है, फुल भिडियो वाच गरिदिनु होला। यस्तो छ बाटो चाहिँ। यसरी बन्दैछ बाटोहरू है, यस्तो छ। अब मेन टार्गेटमा हेरेको बाटो हो हाम्रो यो दाउनेको बाटो चाहिँ है। यहाँ चाहिँ मन्दिर छ। दाउनेको बाटो दाउनेको ल यस्तो हुँदैछ है बाटो। बाटो हजुरहरूले देख्नु होला यस्तै छ। यो भिडियोमा देखेको रियल बाटो हो दाउनेको है हजुरलाई। दाउनेको भ्लग हो यो चाहिँ मेरो है। गाइजहरू अब हाम्रो मेन नेपालमा भनेको केही रोडहरूको प्राथमिकतामा हेरिएको मध्ये एक रोड हाम्रो होइन, अरू पनि होला नि, तर एक प्राथमिकतामा हेरिएको मेन रोडको प्राथमिकतामा हेरेको हाम्रो यो दाउनेको पनि हो क्या। यस्तो छ है दाउनेको बाटो चाहिँ अहिले यस्तो भएको छ। ल फुल वाचिङ गरिदिनु भिडियो।
अब कुनै ठाउँ पानीहरू बगेको छ है। अब बन्दै त छ। अब यो बाटो बन्न धेरै बजेट लाग्छ क्या, धेरै बजेट लाग्छ है। ठुलो टाइम पनि लिन्छ यो बाटोले है। पहाडको बाटो हो, अब हाम्रो मेन रोड हो नेपालको है। यो चाहिँ हेर्नु है गाइजहरू, देश विदेशमा रहनेले अहिले दाउनेको बाटो कस्तो छ, हिजो अस्ति हिँडेर नि अहिले कस्तो भयो भनेर हेर्न चाहनुहुन्छ भने चाहिँ यो हाम्रो 2082 सालको चाहिँ दिवालीतिरको भिडियो हो, हेरिदिनु होला, वाचिङ गरिदिनु होला है। सोल्टा एनएसलाई सपोर्ट गरिदिनु होला है। यस्तै यस्तै भिडियोहरू लिएर आउने छु हजुरहरूलाई। हजुरहरूले साथ सपोर्ट दिनु होला है हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले। उठी बस्नु मायालो मैयाउला मुङलिङको राप्ती बसैमा। राप्ती बस चाहिँ होइन, यो हाम्रो दाउनेको बस चाहिँ हो। यो बुटोल हुँदै सुनवल पुग्ने हो है। यस्तो छ बाटो चाहिँ, हेर्नु है, हेर्नु मजाले सोल्टा एनएसलाई होइन अलिकति यस्तै भिडियो लिएर आउने छु गाइजहरू है। हजुरहरूले साथ सपोर्ट गरिदिनु होला है। राम्रो राम्रो भिडियोहरूलाई सकारात्मक पक्षहरूलाई मैले फलो गर्ने छु हजुरहरूलाई पनि है। गाइजहरू है, हजुरहरूलाई दाउनेको रियल हाम्रो बाटोको भिडियो पनि मैले है हजुरहरूलाई चाहिँ मैले देखाइसकेको छु है। अहिले रियल एउटा बाटोको कस्तो छ भनेर चाहिँ यो रियल कुराहरूलाई रियल
भनौँ न भिडियोलाई रियल बाटो देखाइसकेको छु। यस्तो छ है हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू है, धेरैभन्दा धेरै सेयर र यो भिडियोलाई चाहिँ हाम्रो सबैतिर पुर्याइदिनु होला। दाउनेको बाटो कस्तो भयो भनेर हेर्ने हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई है, कसैलाई कस्तो भन्दै थियो। हामी चाहिँ टाढा पुगिसक्यौँ, हामी आउँदा नि बन्दै थियो, अहिले कस्तो भयो भनेर हेर्न चाहनेहरूले हेर्छन् है। अनि त्यति गर्दै सोल्टा एनएसलाई सपोर्ट गरिदिनु होला। यस्तै सकारात्मक भिडियोहरूलाई चाहिँ ल्याउने छु हजुरहरूमा है। यति भन्दै म बाई बाई भन्न चाहन्छु। बाई बाई साथी गाइज है।